नमस्ते गाइज, आशिष ब्लगमा स्वागत छ। अहिले म ठ्याक्क जोरपाटीतिर छु केटा हो, हेर्न सक्नुहुन्छ। गाउँ हिँडेको दसैँमा यस्तो टिका लाउनलाई यतातिर गाडी खिच्दै है। गाउँ हिँडेको ठ्याक्कसँगले जोरपाटी यतातिर आएर यहाँ गाडी बिग्रिरहेछ। हाम्रो यतातिर हेर्नु, यो गाडी हो, यहाँ अगाडि गाडी बिग्रिरहेको धेरै यसो घुमिरहेको छु। यतातिर अङ्गी ढकाल छ गाडी चाहिँ हाम्रो यहाँ यसरी बिग्रिएर बन्दै अवस्था उभिनु परेको छ। गाडी नि ओभर होचो छ अनि यतातिर यस्तो छ भ्यू चाहिँ यतातिर है। आमासँगले यतातिर यस्तो डाँडा अलिअलि कुहिरो लागेको छ। यहाँ चाहिँ बजेट दामी बजेट खाइदिएछ है। यतातिर यो यति खाली छ है। अनि यहाँ आएर चाहिँ यहाँबाट ढोकाबाट छिर्नुपर्ने हुन्छ। आफै ढोका लगाइदिएछ है। बेसी बजेट खाइङ ओ बढी ग्राउन्ड जस्तो लाग्यो मलाई। के खोइ के हो यो छत्तर जोरपाटी नगरपालिकामा चाहिँ यस्तो है। जोरपाटीको अलिकति नजिकै यति गेट छ, यहाँबाट छिरेर जानुपर्छ। यताबाट चाहिँ बाटो छैन है, हेर्न सक्नुहुन्छ। बाटै छैन, यहाँबाट चाहिँ पुरै यत्रो वाल छ अनि ठ्याक्क गेट छ। यतातिर मान्छेहरू टिकटक बनाइरहेछ नि, हेर्न सक्नुहुन्छ तपाईँले। यो गाडी चाहिँ हाम्रो बन्दैछ स्याटसँगले काट्दै हुन्छ एउटा अङ्कलले यतातिरै ठ्याक्कसँगले यहाँ घाँस काट्दै हुन्छ। गाडी अब लगभग कति बेरमा बन्छ थाहा नै छैन। यतातिर चाहिँ हाम्रो गाडी बिग्रेर है यस्तो यहाँ मान्छेहरू सबै बाहिर छन्, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो होटेलको चाहिँ खतरा व्यवहार भइरहेको। हाम्रो गाडी चाहिँ यहाँनिर कम्प्रेसन पाइप फुटेको अवस्था। अनि यतातिर अब यो के हुँदैछ, गेट त्यहाँबाट चाहिँ, तर हामी यताबाट आयौँ केही छैन होइन। यस्तोतिर यस्तो घर बनेछ, यहाँबाट पर के देखिन्छ भन्ने कुरा हो कि। दसैँमा हामी घर जाने क्रममा चाहिँ गाडी बिग्रेको अवस्था। जोरपाटीमा हिलदेखि गाडी चढेको जनाइदेखि होइन। यतातिर गाडी बिग्रियो भएर म छु। यहाँ चाहिँ हामी यस्तोतिर के रहेछ भनेर हेर्न आएको। यस्तो यहाँ ग्राउन्ड जस्तो के छ यहाँनिर कि होइन। यहाँबाट पारिपट्टि के देखिँदो रहेछ भन्ने कुरा। यो चाहिँ हाम्रो जोरपाटी बजार है। यतातिर चाहिँ हाम्रो जोरपाटी बजार छ। जोरपाटी आउनुभन्दा ठ्याक्कै अगाडि हामी चाहिँ उदो भयौँ। ơi quá गाइज, अहिले चाहिँ हामी ठ्याक्क जितुरबाट ओर्लेर घर जाने ओह्रालो हिँड्दैछौँ। भाइ चाहिँ अगाडि गइसक्यो है। हाम्रो के भयो भन्दाखेरि चाहिँ हामी 10 बजी गाडी चढेको, 11 बजी गाडी चढेको होला। हिलेदेखि अलि मासतिर नि क्या। के भयो भन्दाखेरि गाडी बिग्रो जोरपाटीमै। अनि त्यहाँबाट हामी 2 बजी हिँड्यौँ होइन। अनि अहिले हामी ठ्याक्क यतिखेर हामी 2 बजी हामी जितुर आइपुग्नु पर्ने भर्खर। अहिले कति बज्यो, ठ्याक्क हाम्रो 5 बजिसक्यो। 5 बजी मात्रै आइपुग्यौँ। सो गाडी घोडाको कहिले काहीँ बिग्रिन्छ यस्तो छ है। हिँड्दैछु बाटोमा, हिँड्न सक्नुहुन्छ। यस्तो जङ्गल छ है। हिँड्दैछु म बाटोमा। यस्तो हाम्रो हुनुहुन्छ भाइ चाहिँ अगाडि गइसक्यो है। यस्तो है भ्यू हेर्न सक्नुहुन्छ। बाटो यहाँबाट छ कि होइन भन्ने कुरा हो कि। चाहिँ हामीले यही बाटो जानुपर्ने भयो। यस्तोरी यो हेर्न सक्नुहुन्छ भ्यू यस्तो छ है। दामीसँगको सनसेट हुँदैछ। भाइले मलाई छोडेर चल्दिसकेको अवस्था छ। मैले बाटो थाहा पाइरहेको छुइनँ। 1 वर्ष पछाडि आएको। कहाँ छ बाटो? यता नि बाटो छ। यो त घर जाने बाटो हो क्या यो। रोडमा आइपुगिसक्यो म यार। यहाँबाट छिर्न मिल्छ। यहाँबाट छिरेर हामी कहाँ पुगिन्छ एकदम त।
ठिक छ यो बाटो यो त्यो चाहिँ ठ्याक्क एउटा ग्राउन्ड रहेछ हिँड्न सक्नुहुन्छ तपाईँहरूले ला सैनिक त लाग्नै बिर्स्यो यार एउटा झर्ने बाटो त थियो जस्तो लाग्थ्यो मलाई यहाँबाट त होइन होला त्यहाँबाट झर्ने बाटो थियो क्या यो तलबाट थियो कहाँबाट हो झर्ने बाटो यहाँबाट होला झर्ने सायद यहाँबाट हो भनेपछि हाम्रो बाटो उतैबाट झर्नुपर्ने यहाँबाट झर्दिउँ है बाटो बिर्सेको अवस्थामा ओए लड्छ होला यस्तो छ बाटो आम्बो बाटो त यही हो जस्तो लाग्छ मलाई यही हो बाटो यहाँ हेर्न सक्नुहुन्छ यस्तो खाइ छ यार ओ माई गड होइ बाटो त ठिक छ यही हो हिँड्दैछु यता हो बाटो भाइले छोडेर गइसकेको छ मलाई यो चाहिँ हाम्रो ठ्याक्क धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर 6 कि 7 बिर्सेँ कि त्यहाँको छुमलिङ जाने बाटो जित्तुरबाट ओह्रालो त्यस्तो छ भनेपछि म अहिले रातमाटे भन्ने ठाउँ आइपुग्नु आँटेँ उयो बाटो त यस्तो गाडी छ त हेर्न सक्नुहुन्छ तपाईँहरू यस्तो छ बाटो ओ माई गड यस्तो कालो कालो परेछ क्या चिप्लिन्छ यो हेर्न सक्नुहुन्छ है भाइको ओभर फास्ट हिँड्नु क्या यार मैले भेटेको थिएन ल घन्टे लडेँ ओ माई गड यस्तो कालो हो कि माई गड यहाँबाट खतरा भ्यू देखिन्छ है अनि हल्का भ्यू नि खिच्नुपर्छ यस्तो झाडी भइसकेको छ यतातिर हेर्न सक्नुहुन्छ तपाईँ पर घाम मस्ताउन आँटेको खान आम्बो कत्रो अग्लो अग्लो म जत्रै झाड्छ यस्तो होइन पहिले रातमाटे भन्छ यो ठाउँलाई चाहिँ बरघारी भइसकेको छ यो पारामा हेर्न सक्नुहुन्छ ओभर दामी काम अस्ताउँदै गरेको अवस्थामा यस्तो छ हाम्रो यहाँ सट्टसँगले होइन त हाम्रो गाउँ चाहिँ यहाँ तल छ यो तलको छ नि घर भएको यो चाहिँ हाम्रो गाउँ पर्छ कि क्याट गर्दै हो कि मेरो भाइ हो कि अरू नै के हो भन्ने कुरा हो उयो भाइ नै रहेछ मेरो हेर्न सक्नुहुन्छ साला तैँले गर्दा साइनिक चाहिँ लाउनु बिर्सेँ नि मैले अनि त हिन्दी हालिस् नि यतातिर मैले भाइलाई भेटिसकेको छु यता ओभर छिटो हिँडेर आइरहेको थियो यो चाहिँ हाम्रो रातमाटे भन्ने ठाउँ हिँड्न सक्नुहुन्छ तपाईँ होइन यतातिर चाहिँ ओभर जङ्गल चाहिँ बाँदरहरू नै आउन सक्छ त्यहाँबाट हामी यहाँबाट जानुपर्ने हुन्छ सनसेट हेर्न सक्नुहुन्छ तपाईँ यस्तोसँगले हामीले चाहिँ हल्का यताउति फोटोसोटो खिचिहाल्यौँ होइन यतातिर यस्तो है घामले ओभर गरे देखिरहेको अब चाहिँ हामी एउटा हिँड्नुपर्ने हुन्छ मैले भाइलाई पनि भेटाइसकेँ मेरो आवाज अलिकति अर्कै आइरहेको किनभने अलिक गाडीबाट हिँडेर आएको होइन कान टालिरहेको कि मेरो त्यही भएर अस्ति अर्कै आइरहेको अनि यस्तै हो 2 बजे आइपुग्नु पर्ने हाम्रो गाडी बिग्रेर है जोरपाटीमा यो अगाडि तपाईँले हेर्नु पनि भयो होला होइन यस्तै हो अब चाहिँ मैले फेरि पछाडिबाट शान्तिले ट्राई गरेँ हेर त राम्रो आहा ठिक्क मिल्यो अनि ममा त्यत्रो माथि बसेर कहिले देखिन्छ तलतिर अनि तेरो त थोरै मेरो क्यामेरा आएछ मेरो सो गाइस अहिले चाहिँ हामी जितुरको काला ओह्रालो झर्दैछौँ यहाँ छ दा चाहिँ
सक्नुहुन्छ है लेउ लागेर यहाँ बाटो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ लेउ लागेर अब यहाँ छिटै साइकल कुदाउन आँटेको छ यता 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 जाने बाटो यता यता चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ है यस्तो तरिकाले यो पारामा हामी चाहिँ हिँड्दैछौँ म बाटोमा यस्तो छ बाटो चाहिँ ओ माई गड लडे हेर्दा तनाव हुन्छ त्यहाँ अझै मैले यस्तो रहेछ भाइ त अगाडि हिँड्दै अलिकति छिटो हिँडेर मैले भेटिनँ कि यसलाई होइन पहिला हिँड्ने बाटो हो कि कोही पनि नहिँडेर हल्का हल्का गाडी भएको रहेछ हामीले चाहिँ अब यहाँसम्म त राम्रै थियो होइन त्यस्तो गाडी त देख्नु भएन होला यहाँदेखि तल कस्तो छ भन्ने कुरा हो आम्बो है जुत्ता पनि सानो भयो कि मलाई होइन बटो खुल्लाउनु खाइरह हुनुहुन्छ तपाईँहरू उयो यहाँ त चिप्लिन्छ या डेन्जर बाटो होइन केटा हो माई गड कुछ त गडबड है दया यहाँ यस्तरी जुत्ता यस्तरी राख्नुपर्छ कि यसरी हिँड्नुपर्छ तपाईँहरू देख्दै हुन्छ नि यस्तरी बनाउनु अनि यता ओ माई गड जङ्गल हेर्नु त गाइड्स यत्रो जङ्गल चढेर आएको हामी यत्रो उकालो भयो माई गड अब पर्सि यस्तो उकालो हिँड्नुपर्ने हामीले नङ चाहिँ ओभर खाइसक्यो कि तर केही छैन अब जुत्तै ठिको थियो नि त के गर्नु होइन माई गड हामी चाहिँ अगाडि हिँड्दैछ यस्तो के छ भन्दाखेरि चाहिँ यो चाहिँ हामी जितुबाट ओह्रालो क्या हाम्रो घर जाने बाटो हो यता मिलिरह झाँती मात्रै आयो अझै माथि अलिक थोरै क्यामेरा यस्तो यस्तो गर्नु यस्तो यस्तो धेरै धेरै भयो अब चाहिँ हामी यस्तैछौँ होइन दाजु भाइ हिँड्दैछौँ बाटोमा बन्दैछ क्यामेरा नि 1x हो सामान आइसक्यौँ है अब यहाँदेखि चाहिँ हल्का हल्का गाडी हुन थालेछ है यहाँ यस्तो गाडी ओ माई गड हो कहाँ हो यो बाटो छ कि छैन जस्तो छ हिँड्ने ल लडे यहाँ कस्तो छ है बाटै छैन यार कहाँ घर यहाँ पनि एउटा घर थियो त्यो घर पनि अहिले त लडिसकेछ आया यहाँ त ठिकै छ बाटो अलिअलि घारी भयो पनि यहाँ एउटा घर थियो कि केटा हो त्यो चाहिँ अहिले लडिसकेछ धेरै कोही मान्छे पस्दिन्थ्यो नि त पहिलाको भ्लग हेर्नुभएको होला तपाईँले ओ पर्छ नि बाटो त यार आइया घोचो यहाँ चाहिँ डेन्जर बाटो हिँड्नु परिरहेको ओ माई गड गाडी हेर्नु त माई गड अथा सेल्फी स्टिकै ल्याउनु बिर्सेँ क्या मैले केटा हो त्यसरी ओभर हलिरहेको उयो बाटै छैन यहाँ त ओ माई गड गाडी हिँड्नु पर्यो ओ गाडी अथा ल माटो पनि अगाडि गाडी रहेछ उतैदेखि जाऊँ भनेको नि ओ माई गड बाटो कहाँ छ यार यस्तो गाडी भइसकेको छ यार यहाँबाट तल चाहिँ उही झऱ्यो यार खाल्डोमै ल मैले फाडेको रहेछ त यार उयो बल्ल हल्का हुल्लो आइपुग्यो यार
यसो बाटो चाहिँ यस्तो गाडी भयो चाहिँ आम्बो केही देखिरहेन यार। तर यहाँ मान्छे त हिँडेको छ हिँड्न त किन न हल्का हल्का फाडेको छ। ल यसरी लड्यो होइन म यहाँ लडिसक्यो यहाँनिर लडेको छ लडिहाल्यो। अब गाई चाहिँ एकचोटि लडिसकेँ म घडी छुट्याइहालेँ। भयो यहाँबाट बाटो यता हो कि तल हौ तल होला बाटो। माई गड एकचोटि त भ्ल्यात्तै लडिहालेँ म। चप्पल लगाएर आउनु पर्ने रहेछ। यहाँबाट त बाटै छैन त यार। यहाँ आइपुग्यो। यहाँ यस्तो खाल्टो है भाइ कहाँ आइपुग्यो। कस्तो बिस्तारै हिँडेको ए लड्छ नि त नि आया। उफ गाइस हेर्नु है एकचोटि लडेँ घडी छुट्याएँ। बाटो चाहिँ हल्का हल्का यता अब चाहिँ राम्रो राम्रो आउनु थाल्यो। गाइस म चाहिँ लडिसकेको छु एकचोटि यहाँनिर ल्याम्बोसँगले घडी चुट्यो। तर अनि म हिँडिरहेको छु यसरी होइन। म लड्नुको कारण चाहिँ के भन्दा नि केटा हो होइन जुत्ता चिप्लो थियो क्या। जुत्ता अलिकति राम्रो खालको नि त अनि त्यही राम्रो भएर चाहिँ हल्का चुट्यो। ए होइन चिप्ल्यो अनि म लडेँ अनि घडी चुट्यो क्या। बुझ्नुभयो नि तपाईँहरूले त्यस्तै हो होइन। गाउँको बाटो छ माई गड अलिअलि राम्रै बाटो छ यता चाहिँ। त्यो माथि चाहिँ अलिक धेरै गाडी नै भयो किनभने त्यो चाहिँ अब त्यहाँ घर थियो नि त पहिला। घर हुँदाखेरि पो मान्छेले अलिअलि फाड्थे राम्रो हुन्थ्यो होइन। अहिले त त्यहाँ घर नि छैन लडिसक्यो। घरै देख्नुभयो नि तपाईँले घरै झाडीले पुरिसकेको क्या। अनि त्यही भएर त्यस्तो हो। यहाँ चाहिँ यतिको ठिकै छ। यो अलि पानी पर्ने मौसम नि भएर अलिक चिप्लो भएर अनि जुत्ता पनि चिप्ल्यो अनि म लडेँ। साला घडी चाहिँ चुट्यो त्यसमा अलिकति दुःख मन छ। लडेको मात्रै भयो त के हुँदैन थियो कि घडी नै चुटिहाल्यो। गिरी भइगयो नि होइन। अब यसलाई यस्तै गर्नुपर्छ ल। ओ माई गड बल्ल आइपुग्यो यार। हो यस्तो जङ्गलको बाटो छ यार मा खोइ। यहाँबाट झर्दा हुँदैन थियो के अरे। अन्त अलिक धेरै घुम्नुपर्छ नि त। तर यताबाट आएको भएर मेरो घडी त छुटिदिन्थ्यो होला। यहाँसम्म आइपुगिसकेँ होइन। यहाँदेखि त राम्रै होला नि होइन। ओ माई गड यो बोक्न लौ र नङ क्या पर जुत्ताले नङ खाइरहेछ। हामी चाहिँ अहिले मूल बाटो भन्ने ठाउँमा आइसक्यो। मैले डेल्टा 5.0 को बेस लगाएको छु। हामी चाहिँ कहाँ आइपुग्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो चाहिँ मूल बाटो भन्छ क्या। यो चाहिँ लाटे भन्ज्याङ निस्किने बाटो हो। यहाँबाट टेम्पो सेम्पो चाहिँ आउँछ यतातिर के अरे। अनि यस्तो छ अलिकति राहत मिला। यस्तो गाडी छ अनि सल्लाह मर्दैन मान्छे। लडिहालेँ म घडी चुट्टाइहालेँ। यस्तै भयो जिन्दगीमा। अब यतातिरको भ्यू हेर्नु ल। अब चाहिँ हामी धानबारी तल जाने। अब हामी चाहिँ मूल बाटोबाट तल झर्नुपर्छ। अब चाहिँ आइपुग्न आँट्यो हाम्रो घर रहेछ है। शान्ति नै झर्ना है हाम्रो गाउँको शान्ति र झर्ना यस्तै छ है केटा हो। ल फेरि झन्डै लडेँ। यहाँ पनि त घारी नै रहेछ यार। के भयो खुट्टा फर्क्यो के अरे। खुट्टा त फर्केन नि झन्डै लड्यो मेरो भाइ होइन। म त लडिहालेँ अघि ब्ल्यात्तै लडिहालेँ। यस्तो यो त केले खाँदैछ यार।
यो यस्तो हो कि गाइस पानी परेर बाटो चिप्लो भयो त्यही भएर लडिदिएको कि जुत्ता पनि राम्रो खालको लाग्छ नि त मैले यो सहरतिर बस्ने जुत्ता रहेछ ओभर चिप्लो आयो यहाँ पानी हो यार उयो खोला शान्ति न खोला रहेछ यहाँ पनि यही पानी आउँदै अलिअलि हेर्दै नै उयो खाल्डोतिर खुट्टा पर्छ नि भनेपछि हामीले यो बाटो जितपुर जानलाई अलिकति गाह्रै कठिनै रहेछ होइन यहाँ पनि एउटा सानोतिनो रहेछ खोल्सी यो टोइलेट सोइलेट गर्ने खालको रहेछ ल यहाँनिर यो पानी यताबाट गइरहेको त्यो माथि गएको अब चाहिँ हामी 2 टर्निङमा चाहिँ एउटा खतरा ठाउँ आइपुग्छौँ अनि त्यहाँदेखि अलिकति ओह्रालो अनि त्यहाँदेखि हामी घर पुग्छौँ होइन यहाँ हेर यो यस्तो छ कि बाटो यो हेर्नु होला होइन भन्दै थियो यहाँबाट भित्र खुट्टा हाल्यो कि लडी त हाल लडी त हाल्यो भन्दै त्यो भएर हेर्दै हिँड्नुपर्छ कि भाइ यतातिर है धानबारी वाह वाह माई ओ माई गॉड यहाँनिर चाहिँ यो के धपाउनलाई हो है धानबारी मान्छे यत्रो हेऱ्यो मा त झन्डै झरे तल या जुत्ताको त हालत भइसक्यो केटा हो म पनि लडिहालेँ एकचोटि यो चाहिँ उकिलहरूको पारी खेत भन्थे पहिला अनि उकिलहरू पनि सरिसक्यो नि त मधेसतिर अनि यहाँ पनि घारी भयो एकदम सावधान साथ हिँड्नुपर्छ मैले किनभने यहाँबाट लड्यो भने त तल पुग्छु होइन ओ माई गड यस्तो हो कि चप्पल लाएर आएको लडिदिन्थेँ ल यहाँ तलको छ नि यो निलो टिन त्यहाँ चाहिँ हाम्रो घर हो होइन हेर्नु त गाइज ओभर भिड छ यो चाहिँ उकिलको पारी खेत भन्छ नि यस्तो यहाँनिर हामी चाहिँ यत्रो माथि उकालोबाट झरेको यहाँ झरिसक्यौँ अनि यतातिर भ्यू यस्तो छ पुरै जङ्गल भइसकेको छ हाम्रो गाउँ चाहिँ यहाँ तल सेतो टिन देख्दै हुन्छ त्यहाँसम्म है अब हामी हिँड्दैछौँ माई गड यतातिर चाहिँ अलिकति फाडेको रहेछ हल्का होइन यहाँ हेर्नु त अब डेन्जर छ नि त खोला यो चाहिँ सानदिनो खोला हो यही खेतको खोलाको पानीले चाहिँ हाम्रोतिर रोपाइ हुन्थ्यो क्या पहिला अहिले त अब मान्छे छैन नि त रोपाइ हुँदैन यो चाहिँ यहाँ यस्तो गर्दैछ चकचक यतातिर एउटा घर छ यतातिर चाहिँ अलिकति राम्रो रहेछ है यो अँध्यारो भएर राम्रो भिड आइरहेको यहाँ यो तलको बाटोमा चाहिँ हाम्रो घर है यो यहाँ बाटोमा हामी पुग्नु भन्छ यतातिर हाम्रो कुवा पनि छ देखाउँछु तपाईँहरूलाई यहाँ चाहिँ अलिक राम्रो रहेछ यो चाहिँ डुफ डढेर लागेर लडेको अहिलेसम्म यस्तै हो गाइस हामी अब लगभग आइपुग्न आँट्यौँ पसिनै भइसक्यो होइन सोबी कप होइन डेल्टा 5.0 को भेस हाम्रो के अरे प्रिमियर स्टिलले दिएको त्यो भेस लगाएर म त्यहाँ चलपल हानिरहेको छु ओभर अँध्यारो भइसक्यो यो म दिउँसै आएको थिएँ त्यो गाडीले ढिलो गरेर त्यही भएर भ्यू हल्का देख्नु पाउनु भएन केही छैन त्यही पनि हल्का खिचेको छु मैले
हेर्नु होला। क्यामेरा आउनु अरे ओह्रालो झर्दा एकछिन यहाँ एउटा हाम्रो चौपारी थियो, त्यो चाहिँ अहिले अलिकति भत्किएछ। यो रुख मात्रै छ, यो चाहिँ हाम्रो बाटो भयो। यताबाट उता जान्छ, यता जान्छ, यताबाट त्यहाँ हाम्रो गाउँ जान्छ है। यतातिर चाहिँ यस्तो धेरै धान रोपेको रहेछ, लोको दाइले होला। यतातिर हाम्रो माथिल्लो कुवा भन्थे, त्यो कुवा पनि यहाँ देखिन्छ होला सायद। घारी छ, देखिएन। यतै कता थियो हेर्न सक्नुहुन्छ है। अहिले त घारी भएपछि यहाँ कता पानी नै आउँदैछ, सरर गर्दैछ। अब चाहिँ हामी आइसक्यौँ लगभग। यो चाहिँ हाम्रो घर जाने बाटो भयो है। रोडै छ हाम्रो नि यहाँनिर, गाडी साइड त आउँदैन, बाइकसम्म चाहिँ आउन सक्छ है। अब यहाँ म तपाईँलाई कुवा देखाउँछु। कुवामा पानी खानुपर्छ अलिकति, अनि हामी यहाँबाट चलिदिनुपर्छ है। हामी यहाँ कुवा जाने। उतातिर हाम्रो गाउँ आइसकेको है। कति ढिलो छ। यो चाहिँ हामी कुवामा आइसक्यौँ है। हाम्रो गाउँको वान एन्ड ओन्ली कुवा, माथिल्लो कुवा, तल्लो कुवा, विशेष त हाम्रो तल्लो कुवा, जहाँबाट चाहिँ हाम्रो गाउँमा वाटर सप्लाई हुन्छ है। सप्लाई त हुँदैन, सप्लाई नै हुन्छ भनौँ न। सोर्स हाम्रो स्प्रिङ हो, स्प्रिङ भन्छ होला नि यसलाई होइन। अब चाहिँ हामी कुवामा छौँ है केटा। यस्तरी कुवामा मेरो टाउको देखिरहेको होइन, मुखसुख धोएर जानुपर्ने हुन्छ। मेरो घडी किन दिस इज भाइको घडी। मेरो घडी चाहिँ मैले अघि चुट्टाइदिइसकेँ, लडेँ नि त। पानी उगाउने है, पानी उगाएर ल्याइसकेँ मैले। पानी अलिअलि कम भइसकेको रहेछ पानी पनि। यो सफा गरेको होला आज सायद, त्यही भएर। ल खुट्टा धो, अब जुत्ता लगाएको छ, खुट्टा त धोइएन, हात चाहिँ धोयो होइन केटा। अब यस्तै छ जिन्दगीमा। उही चस्मा कहाँ खाएँ मैले, हेर त। चस्मै नदेखेको अवस्था, कसरी मन जान्छु। यो झो एकछिन लाग्यो बोक त, म झोला बोक्छु अनि दिएन मलाई। ऊ भुइँमा गयो, म पानी खान्छु अलिकति। भ्याएको त खोज्दै खायो क्या, ट्यालाक गर्दैन। के छ चिसो पनि नखाम धेरै, झोला बोक्ने। घडी बोकेँ अनि टक्क चलिदियो। हामी चाहिँ अब कुवाबाट पनि मुखसुख धोयौँ, अनि हिँड्दै चाहिँ अब चाहिँ हामी आइपुगिसक्यौँ घर। सो तपाईँले अहिले यहाँसम्म हेर्दै हुन्छ भने कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला, कमेन्ट नि गर्नु होला है, सेयर नि गर्नु होला। अब ब्लग मैले यतैतिर व्यवस्था गर्छु भन्दा नि व्यवस्था गर्नुपर्ने हुन्छ यतैतिर। सो थ्याङ्क यू सो मच फर वाचिङ है त गाइज। ल त्यो अब घर आइसक्यौँ। यतातिर घर हाम्रो है, यो चाहिँ यतातिर हाम्रो ढिकी छ, अनि कुकुर भुक्नु थालिसक्यो हाम्रो। ओ ढिकी ल फ्ल्यास बल्छ कि बल्दैन, यो चाहिँ हाम्रो ढिकी हो है होइन।
हो यो चाहिँ हाम्रो गोठ हो यो चाहिँ हाम्रो घर हो यतातिर बाख्राको खोर घर आइसक्यो